गाइज वेलकम ब्याक टु आवर न्यू भ्लग। आजको यात्रा चाहिँ हाम्रो छिमीसम्म छैन, छिमीदेखि माथि अझै माथि कहाँ खोरियासम्म होइन। मलाई थाहा छैन खोरियाभन्दा माथि कहाँ अरे, मलाई थाहा छ खोरिया नै धमधमे। तर यहाँ चाहिँ हाम्रो थोब्रा चाहिँ कति लानु होइन, तर पछाडिको सिन चाहिँ बगाल होइन गाइजहरू। र यस्तै छ आजको हिँडाइ पैदल यात्रा गाइज। हामी यत्रो ठक्क लाएर यी ब्याग पनि देखाइदिउँ कि हेर्नुहोस् गाइज ब्याग कति छ थाहा, योमा 5 केजी चामल 6 केजी किला। आमामा काम गर्न जाने गाइज, पैसा कमाउनु जानु ला, पैसा अन्य थाहा त होला पैसा कस्तो हुन्छ देख गाइज। पैसा पनि देखाइदिन्छु कि पैसा अन्य चिज ठुलो पैसा, इज्जत भाडमै जाए हो कि होइन गाइज। आजको यात्रा चाहिँ छिमीसम्म छैन ल गाइज। हामी चाहिँ अब यसो गाडी भेटेपछि रुपियाँ भएपछि कतै बाटो पनि भेटेपछि गाडीमा चढौँला हो कि होइन। गाडीमा चढौँला नत्र त हिँड्दै जाने ल गाइज। छिमी मात्रै, छिमीदेखि बिचबिचको कतै राम्रो सिन भयो भने हामी देखाउँछौँ। केही पिरचिन्ता नमानी बस्दिनु होला, हामी चाहिँ अहिले लाग्छौँ है गाइज। सो गाइज हिँड्दै हामी चाहिँ जियाबिरी पुगिसक्यो होइन, ढोलपाको सडकमै छौँ। यता ठुलोबेरीको छेउछेउै हो गाइज। खुचरो बोकेर छिमीतिर लाग्यो है हामी चाहिँ। टिकटकर मिक्सी हुनुहुन्छ, उहाँले धनी हुनुहुन्छ यार। हामी चाहिँ अलिक गरिब छौँ। हामी चाहिँ छिमीतिर लाग्यौँ है, टक्क लाएर बाटो हिँड्दैछौँ। ढाँडथलो ठाउँ पुग्दैछौँ। ढाँडथलो फेरि ह्यान्डसम साइड त्यो ढाँडथलो हो। त्यहाँ पारि हामी त्यो उता माथिको डाँडो छ नि, त्यो डाँडोदेखि उताटी ट्याक्कै उताटी जाने पर्ने हो। धेरै त्यो चाहिँ जाजरकोटको त्यो खातीकुत्ता, त्यही हो खातीकुत्ता। अनि यहाँ आउँदैछन् है, यहाँ पछाडि लक्ष्मी अङ्कल, अनि यो अगाडि चाहिँ गौरी छ यो गाइजहरू। यस्तै छ यहाँ हिँड्दैछौँ हामी। आजको यात्रा चाहिँ अलि धेरै टाढाको छ, 3-4 घन्टा हिँड्नेको होइन। अलिअलि भोक पनि लाग्यो, पसिना नि आइगयो, गाह्रो छ अवस्था। अलि भिरको बाटो छ, गाडी नि हिँड्दैन आज दसैँको दिन होइन। त्यही भएर हाम्रै गाडी चलाइरहेको छौँ हामी। धेरै टाढा जानुपर्ने छ गाइजहरू। माथि त म त्यहाँ गएपछि देखाउँछु होइन। बाटोमा हिँड्दैछौँ हामी चाहिँ। सो गाइज हामी चाहिँ तिर्मिले पुग्न लागिसक्यौँ होइन गाइजहरू। यस्तो डोल्पाको बाटो यस्तो अप्ठ्यारो छ कि होइन गाइजहरू। त्यहाँ चाहिँ यस्तो राम्रो छ। हामी चाहिँ यो ठुलोबेरीको तिरैतिर हेर्नुहोस् गाइजहरू, यो चाहिँ ठुलोबेरीको तिरैतिर है, यो ठुलोबेरीको तिरैतिर हामी हिँड्दैछौँ ट्रकको बाटोमा। अनि अङ्कलहरू पनि त्यहाँ हिँड्दै हुनुहुन्छ ट्रक लाएर, यस्तो लाएर सबै गौरी लक्ष्मी सबैहरू हामी सबै जाँदैछौँ। सो स्याउ हेर्न जाँदैछौँ होइन। अस्ति स्याउ खेरेको थियो अरे 4-5 लाखको। अब हेरौँ गएर कस्तो हुन्छ। नभए गाडी साडी ल्याएर भोलि यताउता झ्यापझुप गर्ने भने होइन। दसैँ नजिक दसैँ छ, यसो लाएर मेला लाग्छ। अब यस मेलामा अलिअलि गरिदियो टक्क लाएर च्याप लाएर। सो गाइज ट्याप लाएर अब टेकिँदैछ। सो गाइज हामी अब टक्क लाएर छिमीको उकालो लाग्न लागिसकेका छौँ। रोड्नेर आइपुगेका छौँ। यति छ कि छिमीको उकालो है, माथि आकाश देखिन्छ, त्यहाँ भन्दा नि माथि हो। भाइ चाहिँ गौरी गइसकेका छौँ, पारी गौरी भाइ चाहिँ गइसकेको छ होइन। म पनि अब हिँड्दैछु। सो गाइज आज चाहिँ धेरै हिँड्नु छ, अलिक गाह्रै छ। सो गाइज म छिमी पुग्नु लागिसकेँ अब होइन। टक्क लाएर छिमीको गाई चराउन हेर्नुहोस् गाईहरू, छिमीको गाई झार गर्ने भन्छ एउटा लड्छ, सिङ्गल बुन्दैछ। स्याउ बोक्ने केटो कसम तिमीको गाई के थाहा छ नि।
साह्रो छ यार होइन लाउरे भन्छु भन्दैछ। अब यहाँ के गरिरहन् हेरौँ टक्क लाएर। सो गाइज हामी चाहिँ यहाँ स्याउ पुग्न आम खै कति दिनसम्म पुग्ने यो बाटो रोड सोड नआउने नबाटाउनु पानी तिर्खा पनि लागिसकेको छ। अब गाउँ पुग्छौँ। हो यहाँ त मकै नि घोगा गाईजहरू घोगै भन्छ भन्छन् हेर्नुहोस् त गाईजहरू तपाईँहरूतिर चाहिँ मकै भन्छन् होला हामी चाहिँ घोगा भन्छौँ। हाम्रो लोकल भाषा घोगा भन्ने चाहिँ हाम्रो लोकल भाषा। सो गाइज यस्तै छ हिँडिन्छ टक्क लाएर गइन्छ आज छिमी पुगिन्छ आज भन्ने हो। छिमीको गाउँ पुगिसकेको छु। सो गाइज यहाँ चाहिँ कागसाग धेरै घुम्ने रहेछ कागसाग लाग्ने रहेछ पासा हाले खाने होइन यसो गुडिया टाइपको त्यो पनि बनाएर आएर छन् मान्छे जस्तो मान्छे झल्काउने गुडिया खेलाउन होइन। सो गाइज यस्तै त छ गाइज छिमीको पारा। सो गाइज हाम्रो जग्गा देखाउँछु म अहिले पछि धुमधुमे आज टक्क लाएर। हाम्रो छेउको बुट्टाहरू चाहिँ सानो सानो छेउको बुट्टाहरू पनि देखाउँछु टक्क लाएर। गाइजहरू हामी जाने ठ्याक्क लाएर माथि छ ओ त्यो डँगरामा थियो कि गाइजहरू जाने यार पश्चिम टाढो छ हट। भाइ चाहिँ अहिले माथि गइसक्यो म चाहिँ अहिले हिँड्दैछु बाटोमै थकाइ लागिसकेको छ अनि गर्मी धेरै छ। गाइजहरू कागहरू का गर्दैछन् आफ्नो स्वरहरू देखाउँदैछन् रमाइलो छ गाइजहरू। दसैँ तिहारको बिचमा छिमी टुर आइयो भनौँ हाइट काठमाडौँ बसी खाता हुने रहन्छ छिमीको गालो लाग्न सकिन्न रहन्छ। सो गाइज त्यो चाहिँ कालिका जाने बाटो मैले अगाडि पनि भनिसकेको छु गाइजहरू। अब छिमीको गाउँ पुग्न तल्लो गाउँ बल्ल पुग्न लाग्छु। सो गाइज तल्लो गाउँ पुग्न लाग्छु म। सो गाइज पारी घरहरू छन् टक्क लाएर। सो गाइज अब घरहरू देखि नै लाग्छन् हाया। सो गाइज यस्तै छ हेर्नुहोस् गाइजहरू छिमीको गाइजहरू लाउरेको बडी पाक। सो गाइज हामी चाहिँ यहीँ छिमी पुग्नु लागिसक्यौँ छिमीको तल्लो गाउँ पुगिसक्यो टक्क लाएर। यहाँ चाहिँ घाँसहरू धेरै छ होइन यहाँ चाहिँ घुवा चाहिँ भाँचा रहन्छन् मकै घुवा भाँचा रहन्छन् घुवा पाक्दै रहेछन्। हामी चाहिँ थकाइ मार्दै छौँ होइन बाटोमा हिँड्दैछौँ टक्क लाएर झ्याप लाएर। सो गाइज पानीको धारा लिएर पुगिसकेको छौँ। लाउरे बडी देखाउँछ भन्छ। सो गाइज म चाहिँ अब छिमीको तल्लो गाउँ पुगिसकेको छु। छिमीको तल्लो गाउँको नजिकै प्रतिक्षालयहरू रहेका छन् होइन गाइजहरू टक्क लाएर छिमीको गाउँको दृश्य छिमीको घरहरू तिनी हो न तल्लो गाउँको घरहरू ठक्क लाएर हाम्रो केटो चाहिँ ग्यास्ट्रिक जोत्दै ढकुँदै गर्छ। केटोलाई धेरै ग्यास्ट्रिक छोइरहेको छ अहिले केटोलाई अलि साह्रो गाह्रो धेरै परे जस्तो छ। गाह्रो छ गाइजहरू यार यस्तै छ यार गाउँतिर त हो भोग्नै पर्छ काम गर्नै पर्छ। गाउँतिर दसैँमा आएपछि के गर्ने त लेकाइतिर लागे म झिटी जाम्टो बोकेर थकाइ मार्दै हुर्ले म चौतारीमा बसेर। सो गाइस छिमीको गाउँ तल्लो गाउँ। सो गाइस छिमीको तल्लो गाउँतिर पुगिसकेछौँ। अब पल्लो गाउँतिर लाग्ने होला लाग्दैछौँ भनौँ बिच बाटोमै छौँ
झ्याप लाएर पुगिन्छ